आजको यात्रा भनेको नोभी साद सर्बियातिरको छ। देखिरहनुहुन्छ बजार एरिया हो। नोभी साद सर्बियाको सेकेन्ड लार्जेस्ट सिटीमा पर्दछ हैन। बेलग्रेड पछिकै बेलग्रेड भनेको चाहिँ अब क्यापिटल सिटी भयो सर्बियाको। त्यस पछाडिको दोस्रो ठुलो सहर प्रमुख सहरमा चाहिँ नोभी साद आउँछ। यो देखिरहनु भएको पछाडि जुन छ यो चाहिँ चर्च हो। यो स्ट्याचु देख्नुमा छ यो चाहिँ जोभन जोभानिक भनेको हैन प्रमुख एकदम प्रसिद्ध राइटर सर्बियाको। निकम जारी छ यो नोभी सादमा चर्चहरू धेरै नै छ एकदमै। यो चाहिँ टुरिस्ट एरिया भएको हुनाले रेस्टुरेन्टहरू एकदमै धेरै मात्रामा रेस्टुरेन्टहरू छन् दुवैतर्फ। यो अगाडि देखिरहनु भएको छ यो पनि चर्चै हो। यसको नाम चाहिँ होली नेम अफ म्यारी क्याथोलिक चर्च भन्दो रहेछ हैन। अनि यहाँ चाहिँ अब बाजेले आफ्नो ट्रेडिसनल यहाँको सर्बियाको हैन बजाइरहनु भएको छ। यो अब के भन्नेलाई यो भयो फाउन्टेन। अहिले अब समर सिजन भएर पनि होला गर्मी छ नोभी सादमा। देख्न सक्नुहुन्छ परेवा पनि पुरै पानी भिजिरहेछ हैन। अनि समर सिजनमा गर्मी छ नेपाल जत्तिकै। अब विन्टरमा चाहिँ पर्छ अरे भन्ने पनि मैले सुनेको यहाँको अब मैले साथीहरूसँग बुझ्दाखेरि पर्छ अरे पुरै भन्दै थियो। अब नोभी साद भनेको अब टुरिस्ट एरिया हो पुरै हैन। चर्चहरू यो पनि पछाडि पनि चर्च हो। चर्चहरू धेरै छन्।